अलि हामी चाहिँ यहाँ आइपुग्यो यता पर चाहिँ रुम रहेछ हो यहाँनिर रहेछ अन्त ठाउँ चाहिँ यतिको दामी नै हो यतिको दामी नै भन्नु होला नि ठाउँ त ब्याग जाँदैछ गाडी चाहिँ धमाधम ब्याग जाँदैछ उपर यता रहेछ रुम चाहिँ हो ल के गर के भएको चढ्दैन त ल ल ल ल एक ट्राई अलि भित्र यता सेपेर हुँदैन के हुन्छ एक ट्राई लास्ट दिउँ त गयो ल गयो गुड यो हो नि त पारा सरको रुम चाहिँ कता हामी मुनि छ कि यता माथि मुनि हो ल फाइनली आइपुग्यो यहाँनिर 3 किताब जिपियो रायङ स्कुल चाहिँ अलि मुनि रहेछ बाटो चाहिँ यस्तो रहेछ हेर्नु अलैसो लाग्दो बाटो बल्ल आइपुग्यो रुममा आइसकेको छु हामी रुममा सामानहरू मिलाउँदैछु यहाँ चाहिँ अन्त रुम चाहिँ यस्तै छ हो यहाँनिर धमाधम सिलिन्डर जोडेर चाहिँ धमाधम सामान मिलाउँदैछु बाहिर मजाको ठाउँ रहेछ यतापट्टि चाहिँ 3 किताब भन्दो रहेछ यो एरिया चाहिँ रायङ भन्दो रहेछ रायङ बस्दै हामी अब रुम मिलाइसक्यो भनेर रुम मिलाएर चडक्क भएर चाहिँ यहाँ बस्दैछु हामी हो अब यहाँ हल्का अब खाइराखेर लाग्दिनु पर्यो हामी अब हामीले चडक्क मिलाइसक्यो यहाँ बेडसिटहरू चडक हो सरको रुम चाहिँ उहाँ चाहिँ सर चाहिँ उहीँ हो उहाँलाई छोडिराखेर हामी जान्छौँ हो चडक्क रुम हो यताउतै मिलाएर खानाहरू पकाएर खाएर लाग्दिने हामी हो दामी चडक्क भइगयो एकदम दामी A1 रुम भइहाल्यो नि हो शेखर सरले बनाउँदैछ यतातिर चडक्क अब रुम सुम सफा सबै चडक्कै सकेर चाहिँ यहाँ चाहिँ खाना खाँदैछौँ हो हामी चडक्कै खाँदैछौँ दिँदैछौँ हाम्रो यहाँनिर टक्कै हो यहाँनिर चडक्कै छ ल खाना खाँदैछौँ यहाँ हो खाना धमाधम हुँदैछ दामी भएछ है चिकन हो हामी खानासाना खाएर अब चाहिँ हिँड्न आँटेको रायङ भिलेजबाट हुनुहुन्छ घर मालिकज्यू हो यहाँ चाहिँ यो देख्नुहुँदैछ नि यो चाहिँ पहिला धान राख्ने चिज रहेछ अलैँची यो चाहिँ धान राख्ने भकारी भने जस्तो रहेछ उहिले चाहिँ राख्दा छ न टक्कै मुसाले खाने पनि डर हुँदैन त्यहाँदेखि यतापट्टिबाट चाहिँ धान निकालिरहेछ नि त धान चाहिँ निकाल्नु पर्ने रहेछ मुनिबाट सर निकाल्यो कति चाहिन्छ त्यहाँ फेरि बन्द गर्यो यस्तो रहेछ हुँदो रहेछ बस एलाइनमेन्ट बस हो हामी चाहिँ यहाँदेखि लाग्यो हो अब बस हो अब यहाँदेखि चाहिँ हामी तिमीदारको फर्किँदैछौँ यसलाई छोडेर हो लु बस्छ होला नि होइन रुँदै बस के गर्छ ल हामी लाग्यो ल बाटो चाहिँ यस्तै छ साथी हो हेर्नुहोस् यत्रो बाटो त्यही पनि रफमा रफ भर्खर बनाउँदै गरेको खतरा बाटो छ तर ड्राइभर चाहिँ खतरै छ र मात्रै एक्सपिरियन्स छ र मात्रै हामी जस्तोले भए चाहिँ उतालाई पुर्याउने यो डल्लै देख्नुभएको बर्फुङ एरिया अरे हो डल्लै अन्त यो चाहिँ देख्नुभएको 3 किताब हो यो डल्लै 3 किताब त्यहाँदेखि यो अहिले हामी हिँड्दै गरेको चाहिँ यो चाहिँ हो रायङ रहेछ हामी चाहिँ अब चाहिँ यसलाई पुरा राखेर सबै सामानहरू मिलाएर खानासाना टन्नै बजाएर चाहिँ हामी अब घरपट्टि लाग्दैछौँ तिमीदारको
ल यो भिडियोमा यति नै राख्दैछु हेर्दै गर्नुहोस् तपाईँहरूले अनि शिरपाल टिएसलाई फलो गर्नुहोस् भन्दै ल हुन्छ बाई बाई।